Hello my beautiful people, hello everyone, welcome back to my YouTube channel. हजुरहरुलाई स्वागत छ आफ्टर लङ टाइम है। फेरि पनि म आज सानो भिडियो बनाउँदै छु। सर के भिडियो भन्दाखेरि चाहिँ नि हो साथीहरु, आज चाहिँ नि म मेरो साथीलाई प्र्याङ्क गर्न आटेको छु हैन। अनि कस्तो प्र्याङ्क भन्दाखेरि चाहिँ मेरो साथी चाहिँ जहिले यहाँनिर आइबस्छ हैन। मर्निङमा इभिनिङमा जहिलेसुकै एनी टाइम आइरहन्छ। अन्त अब म चाहिँ अघि चाहिँ मैले साथीलाई चाहिँ एकछिन नानी हेर्देऊ, म बाहिर गएर आउँछु भनेर यहाँ छोडेको थिएँ हैन। अन्त अब चाहिँ म उसलाई के भन्छु भन्दाखेरि चाहिँ अब म चाहिँ नानी सानी पुर्याएर आइसकेँ। अनि म चाहिँ भन्छु, हेर दिदी, अघि मैले यहाँनिर तपाईँ हुँदाखेरि पैसा राखेको थिएँ, त्यो पैसा हरायो जस्तो तपाईँ गयो, पैसा पनि छैन भनेर चाहिँ उसलाई चाहिँ म न्यू खोज्छु हैन हल्का। त्यहाँदेखि चाहिँ उसले चाहिँ के भन्दो रहेछ हैन, उसको चाहिँ रियाक्सन हेरौँ, उसको एक्ट अब हेरौँ न उसले कस्तो गर्दो रहेछ हैन। मलाई पनि अब एकदम एक्साइटेड छु साथीहरु। अब चाहिँ म चाहिँ यहाँ क्यामेरा मिलाउँछु, अलिकति अँधेरो आउन सक्ला हैन, सो सरी त्यसको लागि है त। साथीहरु आउँदैछ कि अब म नि खोज्छु ल। लौ नक्कर पारेर बाहिर छ त पुरा। अनि के हुन्छ मैले नक्कर पार्दै दे अन्त? तिमी नक्कर नपार के? एउटा कुरा भनौ, अघि तिमीले मेरो यहाँबाट 500 रुपैयाँ लगेको लगेन? कहिले लगे? मैले त्यहाँ 500 रुपैयाँ देख्नु पनि देखेन के अहिले। तिमी यहाँ नानी हेर्दै थियौ, त्यतिखेर म बाहिर जाँदाखेरि यहाँ 500 को नोट थियो, दुईटा 20 को नोट थियो। 500 त हरायो त मेरो। देखेन भगवान, मैले देखेन। त्यहाँ मैले चिया मात्रै लिएर गएको, चिया बनायो खाएर चाहिँ चिया बोकेर गएन म। तिमी ब्याग यहाँ कोही त आएको छैन। मलाई कहिले लाउनु म? मलाई लु भन। मलाई निकाल नजिस्किरौ है बेसी। तिम्रो बुढा हामी फेरि तिम्रो बुढाले लग्यो होला भनेपछि तिम्रो मेरो बुढा बुढाले के भन्छ? मेरो बुढा त गइसकेर राखेको, म नानी पुर्याउन जाँदा राखेको कान्छे। ए भयो, तिम्रो बुढा पनि त्यही थियो, तिम्रो नानी पनि त्यही थियो, त्यता कतैतिर झार्यो होला। तिम्रो झरेको छैन, मैले यो घर डल्लै खोजिसके, मेरो पैसा छैन, मेरो पैसा निकाल। तिमीले यो लुगा लगाएको पनि थिएन हो, नहाँसाइ, म त जिस्केको होइन, अर्को लुगा लगाएको थियो, पैसा ल्याऊ यहाँ मेरो। मैले लगेको छुइनँ, देखिन भनेको बुझ्दैन कुरा। म बुझ्दिनँ, तिमी नै आएको थियौ यहाँ हो, म लगेको आएको छैन। अब लग्यो भने यहाँ छाम कहाँ छ नि मेरोमा त? यहाँ भएको पैसा यहाँको म त उहाँ बसेको यहाँको पैसा त कसरी देखेँ मैले? तिमीले यहाँबाट देखेको थियो होला, त्यो जस्तो म यहाँबाट बाहिर गएँ जस्तो तिमी गयौ, पैसा पनि गायब। देखेन मैले यहाँको पैसा। गायब भयो। म यहाँ बसेर चिया लिएर त्यता गइनँ, म यहाँ माथि त कहाँ आएँ? तिमी फेरि चिया लिएर गएर दुध पनि लिन आएको थियौ। ए त्यो बातमा कुरा हैन त, पछाडी हैन। त्यतिखेर हराइ मेरो पैसा, तिमीले लग्यौ। ह? तिमीले लग्यौ मेरो पैसा। लगेन लु छाम भन्दैछु त्यही छाम। कहाँ छाम्नु? गोजी छैन। यहाँ किन छैन गोजी? ए छैन रहेछ। हुँदैन देऊ। छैन कहाँबाट दिनु हौ? मैले लगेकै छैन। दोकानको पैसा ल्याउँछु। ले जा ले, लगेकै छैन मैले दोकान पैसा रे। मेरो यहाँको पैसा लगेको छैन, मैले यहाँ पैसै देखेको छुइनँ। म यहाँ बसेर चिया खाएर त गएको होइन यता। जस्तो तिमी आयो त्यस्तै हराएको नि त पैसा। ए भगवान, तिम्रो बुढाले लग्यो होला। मेरो बुढा लाग्यो, मेरो बुढाले कहिले लाग्दैन, तिमीले लग्यौ पैसा। लगेछिन मैले लगेछिन। तिमीले लग्यौ होला। लगेछिन मैले, कहाँ लान्छ तेरो पैसा? पैसा गर्न गाडे जस्तो लाग्यो मलाई। मलाई पैसा 1000 नै दिन्छु तँलाई, 500 दिन्छु ल्याएर दिन्छु अलि म। जाऊ लिएर ल जाऊ हुँदैन, मलाई चाहियो यहाँ। प्र्याङ्क मैले जिस्काएको। मैले चाहिँ उसलाई जिस्काएको साथीहरु, तर उसले पत्यान हाँसिरहेको थियो अहिलेसम्म।